फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। नेपाली सेना सैन्य पदको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ। लगभग 3000 सिट छ। भारी संख्यामा विज्ञापन खुलाएको छ। आज म तपाईहरुलाई सम्पूर्ण जानकारी दिन गइरहेछु। कुन ब्यारेकबाट कति जनाको लागि सिट छ यो भिडियो मार्फत म सम्पूर्ण जानकारी दिन गइरहेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। यहाँ रहेको छ नेपाली सेना श्री भर्ना छनौट निर्देशनालय जंगी आडा सैन्य पदको लागि दरखास्त आह्वान। पहिलो पटक प्रकाशित मिति 2081 12 महिना 29 गते यो विज्ञापन प्रकाशन भएको छ। यहाँ रहेको छ 1 नम्बरमा नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य पद खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि देहायका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट यतिवा भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल यतिबाट अनलाइन दरखास्त फारम भरी उम्मेदवार स्वयंले सोको हार्ड कपी प्रिन्ट आउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फारम भरी रु 10 को टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरिन्छ। 2 नम्बरमा आवश्यक पद संख्या र भर्ना छनौट केन्द्रहरू यहाँ रहेको छ। अब कुन भर्ना केन्द्रहरूमा कति जनाको लागि विज्ञापन खुलाएको छ यहाँ हेर्नु। यहाँ रहेको छ सैन्य पद विज्ञापन नम्बर यहाँ 08182 रहेको छ 91। अब यहाँ रहेको छ भर्ना, यहाँ हेर्नु भर्ना केन्द्र यहाँ रहेको छ सैनिक सन्तिको रहेको छ खुल्ला तर्फ महिला आदिवासी जनजाति मधेसी दलित र पिछडिएको क्षेत्र। अब यहाँ हेर्नु कुन भर्ना केन्द्रबाट कति जनाको लागि विज्ञापन खुलाएको छ यहाँ हेर्नु। यहाँ रहेको छ सबैभन्दा पहिला यहाँ 1 नम्बरमा नारायण हेटी काठमाडौँ श्री उपत्यका पीर्तना एकबा रहेको छ। यहाँ नम्बर पनि दिएको छ। सैनिक सन्तिमा 16 जनाको लागि विज्ञापन खुलाएको छ। खुल्ला तर्फ 177 जना, महिला तर्फ 18 जना, आदिवासी 44, मधेसी 39, दलित 21, पिछडिएको क्षेत्र 7, जम्मा 325 जनाको लागि विज्ञापन खुलाएको छ। कुन भर्ना केन्द्रबाट नारायण हेटी काठमाडौँबाट कति जनाको लागि विज्ञापन खुलाएको छ 325 जनाको लागि। त्यसैगरी यहाँ रहेको छ अब 2 नम्बरमा रहेको छ सूर्य विनायक भक्तपुर श्री रन शेर गन रहेको छ। सैनिक सन्तिमा 5 जनाको लागि, खुल्लामा 52 जनाको लागि, महिलामा 9 जना, आदिवासी 14, मधेसी 12, दलित 6, पिछडिएको क्षेत्र 2, जम्मा 100 जनाको लागि विज्ञापन खुलाएको छ। श्री रन शेर गन सूर्य विनायक भक्तपुर। अब यहाँ रहेको छ इटहरी सुनसरी श्री पूर्वी पीर्तना एकबा रहेको छ। सैनिक सन्तिमा 8 जना, खुल्ला रहेको छ यहाँ खुल्ला तर्फ 91 जना, महिलामा 15 जना, आदिवासी जनजातिमा 5 जना, मधेसीमा 21 जना, दलितमा 11 जना, पिछडिएको क्षेत्रमा जम्मा 4 जना, जम्मा 175 जनाको लागि विज्ञापन खुलाएको छ इटहरी सुनसरी ब्यारेकबाट। यहाँ तपाईहरु हेर्नु तपाईहरु कुन ब्यारेकबाट फर्म भर्न चाहनुहुन्छ। यहाँ रहेको छ 3 नम्बरमा रहेको छ इटहरी, 4 नम्बरमा रहेको छ ओदिन 5 तर श्री बिरदलगन रहेको छ, जम्मा 75 जनाको माग रहेको छ। हिले धनकुटा श्री नम्बर 2 बाहिनी अड्डा रहेको छ, जम्मा 75 जनाको लागि विज्ञापन खुलाएको छ। त्यसैगरी 6 नम्बरमा रहेको छ बर्दिवास मौतरी श्री मध्य पूर्वी पीर्तना एकबा रहेको छ, जम्मा 125 जनाको लागि विज्ञापन खुलाएको छ बर्दिवासबाट। जितपुर 12 श्री नम्बर 28 बाहिनी अड्डा रहेको छ, जम्मा 75 जनाको लागि विज्ञापन खुलाएको छ 12 भर्ना केन्द्रबाट। त्यसैगरी यहाँ रामेछाप श्री खडक दल रहेको छ, खडक दल गन 50 जनाको लागि विज्ञापन खुलाएको छ खडक दल गन ब्यारेकबाट। यहाँ हेरौटा मकवानपुर श्री मध्य पीर्तना एकबाबाट जम्मा 75 जनाको लागि विज्ञापन खुलाएको छ यहाँ हेर्नु तपाईहरु। त्यसैगरी भक्तपुर चितवन श्री नारायण सबुज गनबाट जम्मा 75 जनाको लागि विज्ञापन खुलाएको छ। गजुरी धादिङ श्री भैरव गनकोबाट जम्मा 75 जनाको लागि विज्ञापन खुलाएको छ। त्यसैगरी विजयपुर कास्की श्री पश्चिम पीर्तना एकबा पोखराबाट जम्मा कति 175 जनाको लागि विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु तपाईहरु कुनमा फर्म भर्न कहाँबाट फर्म भर्न चाहनुहुन्छ। सेराडिङ रहेको यहाँ रहेको छ सेराडिल बागलुङ श्री 23 बाहिनी अड्डाबाट जम्मा 50 जनाको लागि विज्ञापन खुलाएको छ। गोर्खा श्री रुद्रवज गनको लागि 50 जनाको लागि विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु कुनमा फर्म भर्न चाहनुहुन्छ, तपाईहरु कहाँबाट फर्म भर्न चाहनुहुन्छ, तपाईहरुको नजिकमा कुन ब्यारेक पर्छ त्यो भिडियोलाई पज गरेर हेर्नु। 3000 सिट खुलाएको छ नेपाली सेना सैन्य पदको यसपालि। तपाईहरुको यदि योग्यता पुगेको छ भने तपाईहरु भर्नु फर्म। जुम्लाको रहेको छ यहाँ, त्यसैगरी यहाँ कैलालीको रहेको छ, भक्तपुरको रहेको छ, भगतपुर दिपायल डोटीको रहेको छ। अब तपाईहरु कुन भर्ना केन्द्रबाट फर्म भर्न चाहनुहुन्छ कुन ब्यारेकबाट। यहाँ निमारे सुर्खेतबाट खुलाएको छ 325 जनाको लागि। त्यसैगरी नेपालगञ्जबाट खुलाएको छ 175 जनाको लागि।
भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ। त्यागरी कैलालीबाट खुलाएको छ 200 जनाको लागि। भगतपुर कञ्चनपुरबाट खुलाएको छ 150 जनाको लागि। कञ्चनपुरबाट पनि खुलाएको छ 150 जनाको लागि। दिपायल डोटीबाट खुलाएको छ 75 जनाको लागि। अब यहाँ 3 नम्बरमा रहेको छ दरखास्त पेश गर्ने मिति र स्थान रहेको छ। यहाँ हेर्नु दरखास्त पेश गर्ने मिति र स्थान। दरखास्त मिति 2081 12 महिना 29 गतेदेखि मिति 2082 1 महिना 27 गतेसम्म र तोबर दस्तुर बुझाइ मिति 2082 1 महिना 28 गतेदेखि मिति 2082 2 महिना 3 गतेसम्म थप दिन 7 हुनेछ। एकल तथा दोबर दस्तुर बुझाइ दरखास्त पेश गर्ने अन्तिम मितिको दिन सार्वजनिक विधा पर्न गएमा उक्त मितिभन्दा पछाडिको कार्यालय खुल्ने दिनमा दरखास्त दस्तुर राजस्व बुझाइ दरखास्त फारम दर्ता गर्न सकिनेछ। स्थान आफूलाई प्याक पर्ने तोकिएको भर्ना केन्द्र। दरखास्त दस्तुर यहाँ रहेको छ। दरखास्त फारम बुझाउँदा रु 150 रुपैयाँ मात्र दस्तुर दाखिला गरेको भौचर बुझाउनु पर्नेछ। तर एउटा विज्ञापन नम्बरमा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि 20% का दरले थप दस्तुर लाग्नेछ। उम्मेदवार स्वयंले सम्बन्धित भर्ना केन्द्रले तोकेको बैंक खाता नम्बर कार्यालय कोड र राजस्व शीर्षक नम्बर यति परीक्षा शुल्क खातामा जम्मा गर्नुभई सोको सकल भौचर तथा प्रतिलिपि एक प्रति दरखास्त फारम 7 उक्त भर्ना केन्द्रमा पेश गर्नुपर्नेछ। यहाँ रहेको छ 5 नम्बरमा आवश्यक योग्यता। क नम्बरमा न्यूनतम शैक्षिक योग्यता। अब नेपाली सेना सैन्य पदमा फर्म भर्नको लागि कति शैक्षिक योग्यता हुनु पर्यो। यहाँ हेर्नु कक्षा 8 उत्तीर्ण गरेको हुनुपर्ने छ। कक्षा 9 र 10 उत्तीर्ण हुनेहरूले पनि कक्षा 8 उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ। यदि तपाईहरु कक्षा 8 पास गर्नुभएको छ र कक्षा 10 पनि पास गर्नुभएको छ, यहाँ भनेको छ कक्षा 8 को सर्टिफिकेट प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ। एसएलसी अथवा एसई वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरूले कक्षा 8 को प्रमाणपत्र बुझाउन नपर्ने, तर एसएलसी एसई सहित सोभन्दा माथिको सबै शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछ। क नम्बरमा लेटर ग्रेडिङ निर्देशिका 2078 लागू हुन पूर्व जारी भएका प्रमाणपत्रको हकमा कक्षा 8 उत्तीर्णको प्रमाणपत्र न्यूनतम जीपीए 2 अनिवार्य हुनुपर्ने। यदि तपाईहरु कक्षा 8 पास गर्नुभएको छ 2078 लागू हुन पूर्व जारी भएको प्रमाणपत्रको हकमा भने 2 पोइन्ट जीपीए अनिवार्य हुनुपर्छ, त्यो यहाँ भनेको छ। त्यसपछि यहाँ कुनै पनि विषयमा D+ भन्दा कम नहुने, यहाँ हुनु नहुने, कुनै पनि विषयमा यदि D+ भन्दा कम तपाईहरुको जीपीए छ भने यसमा तपाईहरु फर्म भर्न पाउँदैन। D+ अनिवार्य हुनुपर्छ, त्यो यहाँ भनेको छ। एसएलसी एसई वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरूले पेश गरेको प्रमाणपत्रहरूमध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र न्यूनतममा जीपीए 2 जीपीए 1.6 अनिवार्य हुनुपर्ने। यदि तपाईहरु +2 कक्षा 12 को सर्टिफिकेट यदि तपाईहरु त्यहाँ दिन्छ भने 1.6 जीपीए अनिवार्य हुनुपर्छ। कुनै पनि विषयमा D+ भन्दा कम नहुने, त्यो यहाँ भनेको छ। D+ भन्दा कम नहुने। लेटर ग्रेडिङ निर्देशिका 2078 जारी भएको प्रमाणपत्रको हकमा कक्षा 8 र एसई को शैक्षिक योग्यताको हकमा न्यूनतम जीपीए 2 वा सोभन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र गरेको हुनुपर्ने। कक्षा 12 को शैक्षिक योग्यताको कक्षामा यहाँ रहेको छ कक्षा 12 को शैक्षिक योग्यताको हकमा जीपीए 1.6 वा सोभन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। अब यहाँ शारीरिक योग्यता यहाँ हेर्नु पुरुषको लागि र महिलाको लागि। 1 नम्बरमा उचाइ पुरुषको लागि न्यूनतम 5 फिट 3 इन्च, छातीमा फुलाउँदा न्यूनतम 32 र फुलाउँदा 34 इन्च, वजन न्यूनतम 50 केजी र 110 पाउन्ड रहेको छ। यहाँ 110 पाउन्ड हुनुपर्छ तपाईहरुको वजन। महिलाको हकमा उचाइ न्यूनतम 5 फिट, वजन न्यूनतम 40 केजी 88 पाउन्ड हुनुपर्ने। चस्मा प्रयोग गर्ने भएमा आँखा +2 भन्दा बढी कमजोर नभएको हुनुपर्ने। अब यहाँ हेर्नु अन्य योग्यता यहाँ रहेको छ, तपाईहरु यहाँ पढ्नु अन्य योग्यता। अब यहाँ 6 नम्बरमा रहेको छ उमेरको हद। यहाँ हेर्नु 6 नम्बरमा उमेरको हद। क नम्बरमा उम्मेदवारहरू दरखास्त पेश गर्ने अन्तिम मिति 2082 1 महिना 27 गतेसम्म 18 वर्ष उमेर पुरा भई 22 वर्ष ननाएको, जन्म मिति 2060 1 महिना 27 गतेदेखि मिति 2064 1 महिना 27 गतेसम्म हुनुपर्ने। नेपाली सेनाको बालबाल उम्मेदवारहरूको हकमा 26 वर्ष, जन्म मिति 2056 1 27 गते र सोपछि जन्म भएको ननायक हुनुपर्ने छ। नेपाली सेनाका बालबाल उम्मेदवारहरूको लागि यहाँ दरखास्त पेश गर्ने अन्तिम मिति 2082 1 महिना 27 गते, दिन न्यूनतम सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्ने छ। यहाँ अब तपाईहरु 8 नम्बरमा हेर्नु दरखास्त समावेश गर्नुपर्ने आवश्यक कागजातहरू यहाँ रहेको छ। अध्याय बमोजिमका कागजातहरू प्रतिलिपि उम्मेदवारहरू स्वयंले प्रमाणित गरी एक प्रतिका दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्ने छ।
क्यारमेट तथा दोहोरो लेखिएको प्रमाणपत्र मान्यता हुने छैन। दरखास्त दिन आउँदा पेश गरिने सबै कागजहरूको सकल प्रति स्क्यान साथमा ल्याउनु पर्नेछ। यहाँ भनेको छ सकल प्रति साथमा ल्याउनु पर्नेछ त्यो भनेको छ। अब यहाँ अब के कुन प्रमाणपत्रहरू पेश गर्नुपर्छ यहाँ हेर्नु। नेपाली नागरिकताको प्रमाणपत्र, सबै शैक्षिक तहहरूको योग्यताको प्रमाणपत्रको लाभदायक पत्र, चारित्रिक प्रमाणपत्र र ओरिजिनल प्रोभिजनल प्रमाणपत्र, नेपालका विद्यालय विश्वविद्यालयहरूबाट बाहेक अन्य बोर्ड तथा विश्वविद्यालयहरूबाट उपाधि हासिल गर्नेहरूको हकमा पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयबाट सक्षमता निर्धारण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। शैक्षिक योग्यता बाहेक आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू, अतिरिक्त क्रियाकलाप र विविध विषय सम्बन्धी प्रमाणपत्रहरू भएमा अब तपाईहरु यहाँ पढ्नु के बुझाउनु पर्छ दरखास्त अनि त्यो फाइलमा कागजहरू यहाँ रहेको छ। गर्नुपर्ने आवश्यक कागजहरू के बुझाउनु पर्छ। अब 9 नम्बरमा फोटोग्राफ रहेको छ। यहाँ हेर्नु फोटोग्राफ उम्मेदवारहरूले हालसालै खिचेको पासपोर्ट साइजको पुरै मुखाकृति दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको फोटो, पुरुषको हकमा दाही र कपाल काटेको प्रति 4 र यहाँ 2x2 साइजको फोटो प्रति 1 दरखास्त साथ पेश गर्नुपर्नेछ। 10 नम्बरमा परीक्षाको लागि सम्पर्क मिति र स्थान रहेको छ। दरखास्त फारम दर्ता पश्चात मिति 2082 2 महिना 14 गतेको 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना केन्द्रमा तपाईहरुको सम्पर्क मिति हुन्छ। छनौट प्रक्रिया रहेको छ। यहाँ न्याय बमोजिमका छनौट प्रक्रिया सञ्चालन हुनेछ। अब छनौट प्रक्रिया यहाँ रहेको छ। क नम्बरमा छनौट परीक्षा अन्तर्गत बियरिङ तथा प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र अन्तर्वार्ता हुनेछ। बियरिङ तथा शारीरिक परीक्षाको मापदण्ड श्री भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल यतिको भ्याकेन्सी रिक्वायरमेन्टमा अपलोड गरिएको विज्ञापनमा हेर्न सकिनेछ। उम्मेदवारहरूको छनौट परीक्षा सम्बन्धी भर्ना केन्द्रमा सञ्चालन हुनेछ। अब यहाँ सम्बन्धित भर्ना केन्द्रमा सञ्चालन हुनेछ त्यो यहाँ भनेको छ। तलब, भत्ता, रासन तथा अन्य सुविधाहरू नेपाली सेनामा प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ। अन्य शर्तहरू यहाँ रहेको छ, तपाईहरु यहाँ पढ्नु अन्य शर्तहरू। 14 नम्बरमा यहाँ रहेको छ, तपाईहरु यहाँ हेर्नु। 14 नम्बरमा अनलाइन दरखास्त फारम भर्ने सम्बन्धी जानकारी। नेपाली सेनाको आधिकारिक वेबसाइट यतिमा गएर जोइन नेपाल आर्मी भित्र वा भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल यतिमा भएको एप्लाई अनलाइनमा क्लिक गर्ने। अब यहाँ के भनेको छ कसरी अनलाइन फर्म भर्ने, तपाईहरु भिडियोले पज गरेर हेर्नु कसरी अनलाइन फर्म भर्छ। विशेष सूचनामा यहाँ रहेको छ, तपाईहरु यहाँ पढ्नु। अब यहाँ 16 नम्बरमा लास्टमा रहेको छ। यस विज्ञापनको विस्तृत विवरण तथा छनौट परीक्षा सम्बन्धी सबै सूचना श्री भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल यतिभित्र भ्याकेन्सी एन्ड रिक्वायरमेन्ट्समा र पाठ्यक्रम आर्मी सिलेबसमा हेर्न सकिनेछ। साथै थप केही जानकारी लिनु परेको खण्डमा आफूलाई प्याक पर्ने भर्ना केन्द्रहरूमा कार्यालय समयभित्र सम्पर्क गर्न समेत सूचित गरिन्छ। बाह्य सङ्ख्या विज्ञापन खुलाएको छ। नेपाली सेना सैन्य पदको लागि 3000 सिट छ, करिब 3000 सिट छ लगभग। यदि तपाईहरुको शैक्षिक योग्यता पुगेको छ भने तपाईहरु यसमा एप्लाई गर्नु। बाह्य सङ्ख्या विज्ञापन खुलाएको छ। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि नयाँ विज्ञापन नयाँ नोटिस आउँछ भने म तपाईहरुलाई सबैभन्दा पहिला यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लागि यति नै। हस्, नमस्कार।